आउनुहोस् शुभारम्भ गरौँ। 2082 साल तपाईँ मिथुन राशि हुनुहुने जनहरूका लागि स्वास्थ्य, शिक्षा, रोजगार, व्यापार, व्यवसाय, देश विदेश, इक्जामिनेसन र कम्पिटिसनको क्षेत्रमा यहाँको अहम भूमिका कस्तो हुनेछ, के कस्ता सफलताहरू प्राप्त गर्नुहुनेछ, के कस्ता व्यवधान र च्यालेन्जिङहरू यस वर्षमा यहाँले सामना गर्नुपर्ने हुन सक्छ। आउनुहोस् हामी यसै विषयमा चर्चा गर्छौँ। सर्वप्रथम हेल्थको बारेमा चर्चा गरौँ। मिथुन राशिका लागि 82 साल स्वास्थ्यका दृष्टिकोणले नर्मल खालको समय देखिन्छ। विशेष गरी वर्षको सुरुवातमा मानसिक चाप र तनावका कारण शरीरमा केही कमजोरी आउन सक्ने सम्भाव्यताहरू छन्। चैतदेखि असारसम्मको जुन समय रहन्छ, यस समयमा शारीरिक सुस्तताको कारणहरू बनिरहेको छ। विशेषतः नियमित व्यायाम, स्वस्थ आहारलाई प्राथमिकता दिनुभयो भने राम्रो रहनेछ। मांसपेशी, हड्डीसँग सम्बन्धित समस्या देखिनु भएका व्यक्तित्वहरूका लागि यो समयमा अधिकतम स्वास्थ्य समस्याहरू बढाएर जान सक्छ। यस कारणले गर्दा यो समयमा खानपान, योग, विशेष गरेर व्यायाम आदि कुराहरूमा ध्यान दिन सक्नुहुन्छ भने स्वास्थ्यमा केही सुधार हुन सक्ने आधारहरू बन्न सक्छन्। त्यस्तै गरी शैक्षिक तर्फ हेर्ने हो भने यस वर्ष यहाँका लागि विद्यार्थी वर्गका लागि यो वर्ष केही चुनौतीपूर्ण रहन सक्छ। विशेष गरी यहाँका लागि वैशाखदेखि असारसम्मको समयमा विशेषतः पढाइमा ध्यान दिन अलिकति गाह्रो हुन सक्छ है। असोजपछि यहाँको पढाइमा फोकस र पढाइमा सुधार आउने सम्भावनाहरू छ। प्राविधिक र विज्ञानसँग सम्बन्धित अध्ययन गर्नेहरूका लागि खास सफलता पाउने समयको रूपमा जोड्न सकिन्छ। विदेशी शिक्षा र छात्रवृत्तिका लागि माघदेखि यस समय सकारात्मक नतिजामुखी रहन सक्छ। यानि कि फरेन पढाइका लागि बाहिर जान चाहनुहुन्छ, विशेषतः त्यस्तो केसेसमा भने माघदेखि उताको समय यहाँका लागि राम्रो बन्ने देखिन्छ। यस्तै गरेर रोजगारी र जागिरका लागि यानि कि जब र करियरका लागि यहाँले कुनै प्रयत्न र प्रयास गर्दै हुनुहुन्छ भने के रहन सक्छ, कस्तो रहन सक्छ भन्ने विषयमा चर्चा गरौँ। मिथुन राशिका लागि यस वर्ष रोजगारीका केही अवसरका माध्यमहरू बनेका देखिन्छन्, तर विभिन्न चुनौतीहरूलाई पार गर्दै जागिरको क्षेत्रमा स्थायित्व र पदोन्नति पाउन सक्ने केही अवसरहरू भने पक्कै पनि छन्। कार्यस्थलमा सहकर्मी बीचको सहकार्य र सहयोगले खास सफलता दिलाउनेछ। यस वर्षको अन्त्यतिर नयाँ केही अवसरहरू मिल्ने सम्भावना पनि बनिन्छ। यदि जागिर परिवर्तन गर्ने सोचमा हुनुहुन्छ भने श्रावणदेखि माघसम्मको समय अधिकतम अनुकूल समयका रूपमा जोड्न सकिन्छ। व्यापार र व्यवसायतर्फ हेर्ने हो भने व्यापारिक दृष्टिले मिथुन राशिका लागि 82 साल विविधता र परिवर्तनको वर्षका रूपमा जोड्न सकिन्छ। व्यापारका नयाँ रणनीति र योजना ल्याउनु पर्ला, जसले विस्तारको